तपाईँले एउटा कुरा याद गर्नुभएको छ, गर्नु भएको छैन होला। अब म भन्छु, तपाईँहरू सुन्नुहोस् न। के हो भन्दाखेरि जब हामी घर छोडेर बाहिर देशमा निस्किन्छौँ नि होइन, तब मान्छेको मनमा के हुन्छ, के सोच्छ? जब हामी घरबाट बाहिर निस्किन्छ म्याक्सिमम मान्छेको क्वेसन र भन्ने कुरा के हुन्छ भन्दाखेरि तिमीले त बिर्स्यौ है भनिन्छ, कति इजीसँग के तिमीले त बिर्स्यौ है। अनि अर्को भनिन्छ यार लोड छापिरहेछ, बाहिर गएर विदेश गएर लोड छापिरहेछ भन्ने, त्यो एउटा। अनि भन्छ एउटा कल म्यासेज पनि गर्दैन यार साथी, त्यो। अरे यार साथी, तिमीलाई कसरी म एक्सप्लेन गरेर कसरी भन के, यहाँ खानको लागि टाइम हुँदैन, सुत्नको लागि टाइम हुँदैन, दिन हो कि रात हो केही थाहा हुँदैन। बस सुत्यो, उठ्यो, खाना खायो, गयो, खाना पकायो। कति गाह्रो छ कि साथी यार, भन्नलाई सजिलो छ, तर म्याक्सिमम मान्छेको क्वेसन र भन्ने कुरा यही हुन्छ कि लोत कमाइरहेछ है, बिर्स्यो है, ठुलो मान्छे बन्यो है। अझ अरू कोही कोहीले त तिमी त बाहिर गएर मोटाइछ भन्ने, तिमी त बाहिर देशमा गएर अलिअलि मोटाइछ भन्ने कुरा पनि हुन्छ। खोइ मोटाएको हो कि के हो अब त्यो त थाहा भएन। यहाँ बाहिर देशमा हेर्दा जति इजी छ नि, जब यहाँ आइपुग्छ तब थाहा हुन्छ। तर म्याक्सिमम मान्छेको चाहिँ त्यही हुन्छ कि बिर्स्यो है भन्ने हुन्छ, बिर्स्यो, पैसा लोड छापिरहेछ है भन्ने कुरा हुन्छ। तर त्यस्तो नसोचौँ, केटा हो साथी हो जोसुकै हो, सबैजनालाई भन्न चाहन्छु बाहिर देशमा कतिको गाह्रो छ। जब आएर आफू भोग्छ त्यहाँदेखि थाहा हुन्छ, त्यहाँदेखि थाहा हुन्छ। हस् त, आजको लागि यति नै, बाइ बाइ।